तपाईँ यति बेला हेर्दै हुनुहुन्छ नेपाल कथा युट्युब च्यानलमा म रमेश भोसले छु क्यामेरामा। यति बेला मेरमिमुनि कालीथुनीको गीत सुन्नुभएको थियो होला पक्कै पनि। त्यही गीतको पृष्ठभूमि हो यो मेरमिमुनि कालीथुनीको। आज शहीद दिवस पनि हो। ज्ञात अज्ञात शहीदहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन आहुति गर्ने बलिदान गर्ने शहीदहरूप्रति उच्च सम्मान पनि छ, श्रद्धाञ्जली छ। शहीदहरूको सपना साकार हुँदै गएको छ, हुँदै जाओस् भन्ने यो कामना पनि हो। यो अहिले हेर्दै हुनुहुन्छ मेरमिमुनि कालीथुनीको मेरमिमुनि कालीथुनीको नेपाल कथा युट्युब च्यानल हेर्दै रहनु होला। अहिले म यो कालीगण्डकी ड्यामबाट क्यामेरामा रमेश भोसले पनि बिदा हुन चाहन्छु। धन्यवाद।